नमस्ते वेलकम हाम्रो चाहिँ यस्तै छ हामी सबैजना फ्यामिली 5 जना है हामी चाहिँ यस्तै छ हाम्रो ठाउँ ठुलो छैन नि त जे भए पनि फ्यामिली हो खुसी हुनुपर्छ रमाउनु जान्नुपर्छ हाम्रो चाहिँ मोमो छ अझै त्यहाँनिर भाँडा पनि कराई भरि छ यहाँ चाहिँ मोमो देखाउनु न अहिले चाहिँ यति 8 मात्र मोमो छ अझै खायो भने अझै थप ठुल्ठुलो छ नि त मोमो त्यही सबै एउटै के देख्नु पर्दैन ल ल ल ल ल खाए के जिते हारे के हुन्छ ल के नि हुँदैन ल खाम ल खाइदिनु ल खाम ल यस्तो खाम हैन के खाइदिनु खान पाइदैन कसैले वकाला पाइदैन खादियो गम जस्तो जे परे खाने है त्यो एकैचोटी गम खाने हो फर्स्ट बाइट के त्यस्तो टेस्ट होइन त नाइस फर्स्ट लाइक घरमा बनाएको मोमो मिठो छ है किमा अलि मोमो जस्तो पनि असाध्यै टेस्टी छ बाहिर होटेलतिर भन्दा पनि दिन्छ बाहिर होटेल अरु के गर्ने फेरि चोपेर खान न उतै हेर्नु न त्यहाँ क्यामेरा फेरि अर्को फेरि थर्ड लाइक खाइदिनु ल हो क्या खाएपछि मोमो ठुल्ठुलो मलाई नछेकेन यहाँ सबैजना छेक्या क्यामेरामा छेकेला भने पिर्छ बाबै खुर्सानी काटेर त्यसमा मोमो छैन कहिले यसकै पिरो अचार खुर्सानी काटेर हाल्छ त मोमोमा कस्तो कुरा गरे होला ए मोमो त बल्ल बल्ल बनाइबे अब खुर्सानी काटेर हाल्नु खानु किमा मेरोमा हाले अलि ठुल्ठुलो भयो क्या मोमो ल्याउनु त्यो चा तिनवटा भाँडा भोलिमा बनाउँदै हाल्दै खाँदैन तातो पनि सबै गरेर भोलि खाना तेल तातो नहीं हो गया नहीं बाबुले मोमो के यहाँ कत्रो तर बनाउँदाखेरि कति सानो सानो थियो नि हामी झन् सानो पिछु गयो टाटो एक कडै खायो खोलिन्छ क्या त्यो भएर सानो सानो बनायो भने मैले सानो सानो बनाएको पिठो गर्दाखेरि पातलो न पातलो भएर
मोमो खान्छ भने मलाई झन् कि भयो अचार ल्याउनु बिरुवा भन्नु न। समय डाइटमा आउँछ आज बिहानसम्म डाइटमा थियो अहिले मोमो खाएपछि डाइट साइड बिर्स्यो कोमो मलाई 70 किलो लागि पुगेर र आँसु निकाली ढुङ्गा सिगान पनि निस्केर बिचार सुत्दैन भाइले उसा न साङ्गाले पो भनेर पोसे त हुन्छ त छ त यहाँ त्यत्रो हो के को लागि दिएर त्यो क्यामेरामा हेर्दै खाऊ न भोकै मुन्टे नलाउँदै म त धेरै खानै सक्दैन हात राखेको फुल भयो मोमो नि यात्रा गोरु टाउरा गोरुको टाउ यस्तो हुन्छ यति हुन्छ मिलाएर सबै अचारी मिठो भन्छ म बुढा हेरेर बेटा टार्पुन चाहिँ क्या हो घरमा यस्तो गए घरमा बनाउने यति मस्तले खानु पाइन्छ म बुढा हेरेर टार्पुतिर यस्तो त्यो ऐना हेर्दा त्यस्तो बढी भने भोलि फ्राई गरेर खानु भइहाल्छ नि मोमो खालिदिनु दिए गाइस म सक्छु मोमो यहाँ बढी भयो तपाईँ बढी होला जस्तै छ मोमो पनि कस्तो टल्केको यार ग्लो फेसमा ग्लो मोमो हेरेर के चिसो लाग्यो मोही पनि छ है त्यहाँ यहाँ छ त त्यो ऊ खानु न उसँग थारो बन्नु है टाउकिँदै सिनेर मैले मुन्टो यताउता फर्कायो भने नि अब त्यो रस हाल्छ आलु मात्रै माउ म न्युरिदिने कि यता यस्तो अनुहार हेरेर कति सानो अनुहार सुन्ने मेजान कत्रा आएर म त लुकिया छ नि पुरा किन ठुलाउनु पर्छ म त्यहाँ भन्नु तै छैन आमाले साँच्चै कि आमाले यत्रो आँखा तिमीले यत्रो बडा आँखा के म त यत्रो कपाल पनि नमिलाइकन बस्यो यार भिडियोमा त नि त्यही मान्छेले के भन्छ होला खाएर सक्नु मेरो अनुहार कस्तो सुन्ने गएको छ खाएर सबै सक्ने बेला यही बेला हेर्नु पर्यो सबैले अगाडि आयो नि त अहिले नआबेला पेट टाउको यसरी धेरै सुतेर क्या अनुहार यस्तो यहाँ क्यामेरा कस्तो यस्तो बाङ्गो भइसक्यो म त ढलेर यति बोलेर हाल्नु है यतिकै अहिले यसरी बोले काट्दैन म यति हाल्छु अहिले यसरी अब बोले यतिकै हाल्नु डाइरेक्ट अन्त क्यामेरा बस्नु पर्छ मेरो आवाज कस्तो आउँछ नि ढोका च्यात्दै सबैको त्यस्तै हो कि फोनमा आवाज चेन्ज हुन्छ क्या अहिले अब जे भने यस्तो सुन्दाखेरि अलिक राम्रै सुन्ने होला भन्ने फिल हुन्छ अनि जब त्यहाँ क्यामेरा खोलेर त्यो सुन्न लाग्यो अनि तपाईँले त्यो आवाज त्यो मेरो चाहिँ भएर छोरा मान्छे केटा मान्छे जस्तै सुनिन्छ हौ आवाज पनि
उ देखेको छैन आइपुग्यो बाबाले भोलि स्कुल लाएर राख्नुपर्छ पुगिहाल्छ नि हो कसले जान्छ म जाने तिमी हाल तपाईँ अचार मिठो छ खरेर मिठाई चम्चा ल्याउन न त हाय नबोल न ढेर तर म चाहिँ यस्तो भयो नि अलि मिठो त मिठो छ तर अचार चाहिँ त्यो होटलतिर पाउँदैन माया त्यस्तै हो यस्तो अझ हामी त त्यो बनाउनु के अरे झोल हालेर किमाको त यसमा भटमा हाल्नु त है अझ टेस्ट अर्कै हो नि त तर टमाटरबाट एकदम मिठो छ त्यो तिमुर हालेन चाहिँ हालेको हाल्यो। धेरै उ आउँछ गनाउँछ भने गर्नु त थोडा हाल्यो क्या मिठो मिठो छ यता ठुल्ठुलो हाल्न नसक्नु उहाँ एउटा अगाएर उहाँ पुगिसक्यो भिडियो खिच्दै बसिरह तपाईँ पुग्यो हाल्ने बिडाउनु पर्यो अगा एउटा छ लाइक बिहाइदिए नगर सानो भ्या सबैले पुग्यो यता आउनु यता आउनु अचार टर्न टर्न त्यहाँ नआउनु एकछिन त्यहाँ भातसँग खाइ त हुन्छ मैले खानु खानु नापिर चम्मच बैलो सबै राख्ने गेप्सा अगाडि कति खायो हामी धेरै त खाएन अहिले सानो भयो त धेरै खान सक्दैन 2-3 प्लेट नै अलिक बढी नै खान सक्दैन जम्मा एक प्लेट म त जम्मा 1 प्लेट खाएँ 10 वटा अलिक बढी खाएर एक प्लेटमा कति 10 वटा त्यही 10 वटा त दिँदैन के मोमो ठुल्ठुलो छ नि त अनि हामीले किमा पनि धेरै धेरै हाल्यो नि त लाई त अलि त मैले 22 वटा खाएँ खाए हो पहिल्यै 10 वटा हालेको थियो बाबुको 4 वटा खायो बाबा त्यसो ल यता ल तपाईले म त झन् खानै यसो सक्दैन न यसो न तपाईले खुर्सानी भेटायो कि भेटाएन बेटा कतिवटा भेटायो? दुईटा चाहिँ टोकी खोसायो नि त्यो पिरो भएन हामी त पुरै पिरो हुन्छ होला भने कस्तो एक्साइटेड थियौँ पिरोले हाबा र काबा गर्छ होला भने मेरो त फर्स्ट बाइटमै भनेको फर्स्ट बाइटमै सुनिहाल्छ मेरो नि फर्स्टमा दुईटै हो मैले दुईटा भेटाएँ तिमी फर्स्ट बाइटमै तिनवटा भेटायो तीनटा मैले यहाँ तिनटामा गएछ यसको त एउटा मेरो चाहिँ एउटा फर्स्टमा त भेटायो पिरोले राला सिकेर हुन्छ होला कस्तो हुन्छ होला त्यही भनेको। गम गम खायो होला के मतलब बिचतिर भेटायो मतलब खुर्सानी ऊ हाल्न पर्ने क्या त्यो डल्ले खुर्सानी हाल्दै हामी त बेस पिरो छ थियो बेसारी पिरो छ भनेर सोचेको थियो अस्ति खाएर त बेसारी पिरो सोधे छ, जस्तो पिरो पनि भएन गाइस म त बाबामा बेसारी रुन्छ होला पिरोले के भयो क्या म त फर्स्टली गाँस हाल्ने बित्तिकै फर्स्ट बाइट लिने बित्तिकै पिरो त्यो तितो तितो जस्तो म आयो त्यतापट्टि हेर्नु हुँदैन कि म यतापट्टि हेरेर कुरा गर्छु लाइट टल्किन्छ कि उता कस्तो मलाई त मासु नि दिने यिनीहरू बिहान ल अनि एउटा बिहान है बिहान के अरे खसी मासु बनाएको थियो खानु भन्दाखेरि खान्न म भनेर नेपारेर सुत्यो अनि अहिले चाहिँ उहाँ अहिले चाहिँ यहाँ मासु पनि दिएन भात पनि दिएन गुनासो पुगेछ ल हाम्रो सक्यो अब यो भाँडाछाडा अब बाहिर राख्ने अब हामीलाई सक्यो यति बाई बाई यो भिडियो सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भिडियो कस्तो भए पनि भनिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला बाई बाई गाइस बाई भन्छ छिटो मलाई एउटा कुरा अरू मान्छे भाडा नपुगे हो कि अहिले भन्ने होइन के अहिले भन्ने। होइन के भने केही फरक पर्दैन के के न के 300 पनि भ्युज आउँदैन के अझ पनि लाग्छ मलाई त ल गुड नाइट सुस्न गाइस बाइ बाइ ल सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला 3 2 1 बाई बाइ गाइस खै भन्नु बाइ गर्छ न बाई गर्छ बाई